हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि सदा चाहिँ तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण भिडियो लिएर म उपस्थित भइसकेको छु। आजको भिडियो अलिकति फरक हुनेवाला छ, तर तपाईको लागि एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। किनभने यदि तपाई माल्टाको लागि प्रोसेस गर्ने प्लानमा हुनुहुन्छ यो समयमा, आजको अहिले यो टाइममा भने, अनि यदि तपाई चाहिँ माल्टाको लागि प्रोसेस गरिसक्नु भएको छ र वर्क परमिट अथवा भिजाको पर्खाइमा हुनुहुन्छ भने यो भिडियोले तपाईको सम्पूर्ण कन्फ्युजनहरुलाई चाहिँ आज क्लियर गर्नेवाला छ गाइज। त्यसैले यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म स्किप नगरी हेर्नु होला, ताकि मैले तपाईलाई बुझाउन खोजेको, मैले तपाईलाई दिन खोजेको इन्फर्मेसन तपाईले राम्रोसँग बुझोस्। गाइज, आजको यो भिडियोमा हामी के कुराहरुको बारेमा एक्सप्लेन गर्ने छौं त भन्दाखेरि चाहिँ अहिलेको माल्टाको अवस्था अनि अहिले जुन प्रब्लम भइरहेको छ, जसले चाहिँ वर्क परमिटको लागि एप्लाई गरिरहनु भएको छ, भिजाको लागि एप्लाई गरिरहनु भएको छ हैन, उहाँहरुको चाहिँ पेन्डिङमा बसिरहेको छ, किन यस्तो भइरहेछ। अनि अर्को कुरा चाहिँ न्यू रुल्सको बारेमा हैन, अस्ति अगस्तदेखि लागेको रुल्सको बारेमा, अनि अब 2026 देखि लाग्ने रुल्सको बारेमा, यी 3-4 वटा कुराहरुको बारेमा हामी डिपली एक्सप्लेन गर्नेछौं। म तपाईलाई जानकारी दिनेवाला छु। त्यो भन्दा अगाडि यदि तपाईले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने तपाईको राइट साइडमा रहेको बेल आइकन र सब्स्क्राइब बटनलाई हिट गरेर सब्स्क्राइब गरिदिनु होला, ताकि फ्युचरमा आउने यस्तै महत्त्वपूर्ण भिडियोहरुको नोटिफिकेसन तपाईले छिटोभन्दा छिटो पाओस्। ओके गाइज, अब लागौ हामी विषयवस्तुतर्फ। अब नम्बर 1 मा हामी के कुरा गर्छौं, म के कुरा भन्न चाहन्छु तपाईहरुलाई भन्दाखेरि माल्टाको अहिलेको अवस्था कस्तो छ भनेर म तपाईलाई चाहिँ भन्न चाहन्छु। माल्टाको अहिलेको ठ्याक्कै अवस्था कस्तो छ भने गाइज है, समर सक्यो, मतलब सिजन सक्यो, अब अफ सिजन लाग्नेवालामा छ गाइज है। अहिले सेप्टेम्बरको लास्ट विक भइसकेको छ हैन, अब अक्टोबर लाग्दैछ। अब अहिले मान्छे एकदमै टुरिस्टहरु एकदमै कम भइसकेको अवस्था छ। अहिले माल्टालाई चाहिँ कामदार चाहिएको अवस्था छैन गाइज। जो माल्टामा अहिले हस्पिटालिटी सेक्टरमा काम गर्दै हुनुहुन्छ उहाँहरुको पनि अब काम गर्ने आवर कम हुँदै गएको छ, अब कम गराउँदै लान्छ कम्पनीले, किनभने अहिले गेस्ट छैन, टुरिस्ट छैन हैन, त्यही भएर चाहिँ काम पनि कम हुँदै जान्छ। भनेपछि नयाँ मान्छे हायर गर्ने त कुरै भएन गाइज हैन। त्यसकारणले म तपाईहरुलाई के भन्न चाहन्छु भने यदि तपाईहरु अहिलेको यो टाइममा चाहिँ एप्लाई गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ तपाई स्टप गर्नुस्, अहिले एप्लाई नगर्नु होला है। तपाईहरुलाई कन्सल्टेन्सीहरुले भन्ला, कुनै दल एजेन्टहरुले भन्ला, यतिको चाहिँ अब अहिले मान्छे चाहिरहेछ, यति बुझाउनु पर्छ तपाईले भनेर के भन्ला हैन, त्यो कुरा नसुन्नु होला गाइज। यो टाइममा चाहिँ तपाईले एप्लाई नगर्नु होला गाइज। म भन्छु तपाईले कतिखेर एप्लाई गर्नुपर्छ भनेर। माल्टामा आउने र माल्टामा हायरिङ गर्ने तरिका यिनको दुई तरिकाको छ गाइज। के भन्दाखेरि एउटा एजेन्सी थ्रुबाट र डाइरेक्ट कम्पनी, दुईटा छ। एजेन्सी र कम्पनीहरुले चाहिँ जो चाहिँ हस्पिटालिटी सेक्टरमा चाहिँ डिसेम्बर लास्ट अथवा तपाईको चाहिँ जनवरी 1 देखि चाहिँ हायरिङ सुरु गर्छ, किनभने जनवरी, फेब्रुअरी, मार्च 3 महिना तपाईको भिजा लाग्न टाइम लाग्छ हैन। त्यसपछि मार्च, अप्रिल देखि तपाई चाहिँ काम गर्न सुरु हुन्छ। अप्रिल देखि तपाईको सिजन पनि सुरु हुन थाल्छ गाइज है। त्यही भएर तपाईले चाहिँ एप्लाई गर्ने बेला तपाईँ डिसेम्बर लास्ट अथवा जनवरी 1 तिर तपाईले एप्लाई गर्न सक्नुहुन्छ। माल्टामा जसले जुलाई लास्ट विक तिर चाहिँ एप्लाई गर्नुभएको थियो उहाँहरुको चाहिँ अहिले पुरै वर्क परमिटको एप्लिकेसन चाहिँ अहिले पेन्डिङमा देखाइरहेको छ गाइज। पेन्डिङमा देखाइरहेको छ मतलब सबमिटेडमै छ, थर्ड पार्टी गएको छैन हैन। थर्ड पार्टी जानेहरुको पनि वर्क परमिट आएको छैन। जसको वर्क परमिट आएर फेरि एप्लाई गरेर पनि थर्ड पार्टी गइरहेको छ तर भिजा आइरहेको छैन भने चाहिँ यसको एउटै कारण हो गाइज, अहिले अफ सिजन लाग्न थालेको छ। त्यसको कारणले, किनभने अब अफ सिजन लागेपछि मान्छे चाहिएको छैन माल्टालाई हैन। 6 महिनाको लागि मान्छे चाहिदैन उनीहरुलाई, अब मान्छे चाहिने भनेको 6 महिना पछि हो गाइज। अनि अर्को कारण भनेको चाहिँ के हो भन्दाखेरि गाइज, अगस्त 1 देखि चाहिँ नयाँ रुल्स लागू भयो। पहिला चाहिँ 300 युरोमा चाहिँ तपाईको एप्लाई हुन्थ्यो भने अगस्त 1 देखि चाहिँ 2025 को अगस्त देखि चाहिँ के भयो भन्दाखेरि तपाईको 300 युरोबाट बढेर 600 युरो भयो। अब त्यो 600 युरो तिर्नु पर्ने भएको कारणले गर्दा जसले चाहिँ त्यो भन्दा अगाडि नै अगस्त 1 भन्दा अगाडि नै चाहिँ भट्टाभट एप्लाई गर्यो गाइस। अनि के भयो भन्दाखेरि माल्टामा चाहिँ आइडेन्टिटी माल्टामा चाहिँ एप्लिकेसन धेरै भयो, मतलब एप्लाई गर्ने मान्छे धेरै भयो। एउटा कारण भयो एप्लिकेसन धेरै भएको कारणले। अब एप्लिकेसन धेरै भएपछि गाइस त्यो प्रोसेसमा जानलाई प्रोसेसमा टाइम लाग्छ, त्यो अब डेफिनेटली भइहाल्यो हैन। अनि अर्को कुरा भनेको गाइस के भन्छ, अफ सिजन लाग्दियो। अफ सिजन लागेपछि गाइस उनीहरुले मान्छे चाहिएकै छैन, यतिर मान्छे यहाँ भाग मान्छे पनि धेरै भइरहेछ। त्यही भएर त्यस मेन रिजन चाहिँ त्यो हो गाइस है। अनि अर्को कुरा भनेको एप्लिकेसनहरु चाहिँ धेरै भएर पनि हो हैन। अहिले तपाईहरु जसको सबमिटेड देखाइरहेछ, थर्ड पार्टी देखाइरहेछ, त्यसको प्रोसेस हुनको लागि गाइस अझै 3 देखि 4 महिना, 4 देखि 6 महिना भनेको छ हैन। तर म चाहिँ के भन्छु 3 देखि 4 महिना लाग्छ गाइस है। 3 देखि 4 महिना भित्रमा तपाईको चाहिँ प्रोसेस बढ्छ, किनभने 3-4 महिनापछि यिनीहरुले हायर गर्न सुरु गर्छ गाइस। त्यसपछि तपाईको एप्लिकेसनको भट्टाबाट यिनीहरुले प्रोसेसमा पढाउन थाल्छ गाइस है।
त्यो कुरा चाहिँ याद गर्नु होला। अहिले कतिजना साथीहरूले मलाई भन्नुहुन्छ कि मेरो स्किल पास गरेको छु मैले तर मेरो भिजा चाहिँ रिजेक्ट भयो भन्नुहुन्छ उहाँहरूले हैन। तर तपाईको स्किल पास छ भन्दैमा चाहिँ तपाईले स्किल पास गर्यो भन्दै भिजा लाग्छ 100% लाग्छ भन्ने कुरा चाहिँ हुँदैन गाइज है। स्किल पास भयो भने चाहिँ तपाईको एउटा प्लस पोइन्ट चाहिँ हुन्छ गाइज, प्लस पोइन्ट हुन्छ। त्यो एउटा माल्टिज गभर्नमेन्टले तपाईको लागि जो हस्पिटालिटी सेक्टरमा काम गर्नेको लागि चाहिँ रिक्वायरमेन्ट बनाएको छ त्यो तपाईले गर्नै पर्छ। त्यसको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ स्किल पासको मतलब चाहिँ के हो भन्दाखेरि गाइज हैन, तपाई चाहिँ हस्पिटालिटी सेक्टरमा काम गरेको मान्छे एक्सपिरियन्सवाला हो, तपाईले चाहिँ गेस्टसँग कम्युनिकेसन मजाले गर्न सक्नुहुन्छ हैन, तपाईसँग आफ्नो प्रोफेसन सम्बन्धी नलेज छ भनेर एउटा प्रुफ गरेको अथवा त्यसलाई सर्टिफाइड गरेको मात्र हो गाइज, त्यति मात्र हो त्यो स्किल पासको। त्यो स्किल पास छ भन्दैमा चाहिँ तपाईको भिजा लाग्छ 100% लाग्छ भन्ने कुरा हुँदैन। अब भिजा लाग्नको लागि के चाहिन्छ भन्दाखेरि गाइज तपाईको डकुमेन्ट जुन छ त्यो चाहिँ एकदम स्ट्रङ हुनु पर्यो, स्ट्रङ अथवा ओरिजिनल हुनु पर्यो गाइज है। ओरिजिनल तपाईको सबै डकुमेन्ट ओरिजिनल छ भने तपाईको भिजा लाग्ने चान्स 101% हुन्छ गाइज है। तपाईको हरेक डकुमेन्ट चाहिँ ओरिजिनल हुनु पर्यो। अब मेन भनेको तपाईको कम्पनीको एउटा स्ट्याटस कस्तो छ माल्टामा त्यसले एकदमै इफेक्ट गर्छ गाइज तपाईको भिजा प्रोसेसमा चाहिँ गाइज है, एकदमै इफेक्ट गर्छ। यदि राम्रो स्ट्याटस भएको कम्पनी हो माल्टामा, एउटा पपुलर नाम चलेको कम्पनी हो, त्यो कम्पनीको गभर्नमेन्टसँग कतिको लोयल छ हैन, त्यो कम्पनीले कतिको ट्याक्स दिइरहेछ हैन, सबभन्दा हाईएस्ट ट्याक्स दिने अब कम्पनीहरुबाट चाहिँ भिजा लाग्ने चान्स म्याक्सिमम हुन्छ गाइज। यो चाहिँ जहिले पनि ध्यानमा राख्नु होला। तपाईले कन्ट्र्याक्ट पेपर पढ्ने बेलामा चाहिँ अफर लेटर पढ्ने बेलामा चाहिँ जहिले पनि हेर्नु होला कि यो कम्पनी चाहिँ कतिको चाहिँ फेमस छ हैन, राम्रो होटलहरु 5 स्टार होटलहरु हुन सक्छ हैन। अनि अर्को डकुमेन्ट भनेको चाहिँ गाइस तपाईको एकदम इम्पोर्टेन्ट एकदमै ओरिजिनल चाहिने डकुमेन्ट भनेको चाहिँ अहिले चाहिँ हाउसिङ कन्ट्र्याक्ट हो गाइस। तपाई दुबईबाट एप्लाई गर्दै हुनुहुन्छ होला अथवा नेपालबाट एप्लाई गर्दै हुनुहुन्छ, तपाई नेपालबाट अथवा दुबईबाट आएर त माल्टामा बस्नुपर्ने हुन्छ। अब कहाँ बस्ने त, कुन घरमा बस्ने हो, कसको घरमा बस्ने हो, त्यो एउटा डकुमेन्ट हुन्छ, एउटा कन्ट्र्याक्ट हुन्छ। त्यो कन्ट्र्याक्ट तपाईको एकदम ओरिजिनल भयो भने चाहिँ तपाईको भिजा लाग्ने चान्स धेरै हुन्छ गाइस है। मेन अहिले म्याक्सिमम मान्छेहरुको रिजन चाहिँ त्यसमै हुन्छ गाइस, भिजा नलाग्ने रिजन चाहिँ यो डकुमेन्टमा चाहिँ हाउसिङ कन्ट्र्याक्टको चाहिँ यो डकुमेन्ट चाहिँ डाउट लाग्यो भनेर आइरहेको हुन्छ। किनभने आजभन्दा 1 वर्ष अगाडि 2 वर्ष अगाडि यस्तो थिएन जसको भिजा लाग्थ्यो हैन, यति मान्छेहरुको भिजा लाग्थ्यो, यति मान्छेहरु आयो माल्टामा हैन। त्यही भएको कारणले चाहिँ अहिले स्ट्रिक गर्दै लैजानु, मान्छेलाई फिल्टर गर्दै लैजानुको कारण चाहिँ यो हो कि अब माल्टामा चाहिँ राम्रो क्वालिटीको मान्छे, एक्सपिरियन्स मान्छे हैन, त्यस्तो मात्रै अब माल्टामा हायर गर्ने भन्ने उद्देश्यले चाहिँ उनीहरूले स्किल पासदेखि लिएर यो सबै डकुमेन्टहरुमा स्ट्रिक गर्नुको कारण चाहिँ त्यो हो गाइज है। अब लास्टमा गाइज एकदम इम्पोर्टेन्ट कुरा यो चाहिँ अब नयाँ रुल्सको बारेमा कुरा गरौँ। अब 2026 देखि लाग्ने रुल्सको बारेमा कुरा गरौँ। त्यसको बारेमा मैले पहिला एउटा भिडियो बनाइसकेको छु गाइज, तपाईँ त्यहाँ गएर हेर्न सक्नुहुन्छ। अब 2026 अहिले सेप्टेम्बर लास्ट अथवा अक्टोबर सुरु हुन लागिसक्यो गाइज, अक्टोबर नोभेम्बर डिसेम्बर जनवरी, अब 3-4 महिनापछि चाहिँ अब नयाँ वर्ष लाग्दैछ, 2026 लाग्दैछ। 2026 देखि नयाँ रुल्स लागू गर्ने भन्ने कुरा छ माल्टिज गभर्नमेन्टको गाइज है, जुन कुरा तपाईहरुले पहिले सुनि पनि सक्नुभयो होला। म आज पनि यो कुराको अलिकति तपाईहरुलाई क्लियर गराउन चाहन्छु यदि तपाईहरुलाई थाहा छैन भने। अब यो 2026 देखि लाग्ने एउटा नयाँ रुल्स छ यिनीहरुको हैन, त्यो रुल चाहिँ के हो भन्दाखेरि गाइज हैन, अब 2026 देखि जुनसुकै पेसामा तपाई आउनुहुन्छ, तपाई सिक्युरिटी गार्डमा होस् अथवा तपाई कन्स्ट्रक्सनमा होस् अथवा फ्याक्ट्री वर्कमा होस्, तपाई सुपरमार्केटमा होस्, जेसुकैमा पनि तपाईले चाहिँ स्किल पास गरेर मात्रै तपाई एप्लाई गर्न पाउनुहुन्छ भनेर चाहिँ 2026 देखि लागू गर्ने माल्टिज गभर्नमेन्टको चाहिँ यो अवधारणा छ गाइज हैन। अब 2026 को जनवरी 1 देखि चाहिँ लागू गर्ने भन्ने कुरा छ गाइज है। त्यसमा चाहिँ माल्टिजहरूले पनि गर्नुपर्ने छ, माल्टिज यहाँको लोकल मान्छेले पनि स्किल पास गर्नुपर्ने पर्ने छ भनेको थियो, त्यो चाहिँ अब 2027 देखि सारिएको छ गाइज हैन। अब तर अब थर्ड कन्ट्री नेसन हामी एसियन कन्ट्रिजको मान्छेहरूलाई चाहिँ अब स्टार्ट गर्छ या गर्दैन त्यो फिक्स छैन, तर गर्छ भने चाहिँ पहिला भनिसकेको छ हैन। त्यसपछि चाहिँ माल्टा आउनको लागि एकदम गाह्रो हुन्छ गाइज है। सबैले स्किल पास गर्नुपर्ने हुन्छ, पढ्नै पर्ने हुन्छ। तपाईँलाई स्किल पासको भिडियोहरू चाहियो भने चाहिँ तपाईँले मेरो युट्युब च्यानलको प्रोफाइलमा गएर पुरै हेर्न सक्नुहुन्छ गाइज। त्यहाँ कोर्स बाई कोर्स क्वेसन एन्सर कसरी गर्ने, कसरी पास हुन्छ, कसरी फेल हुन्छदेखि लिएर के समस्याहरू आउन सक्छ हैन, सबै कुराहरू चाहिँ एक्सप्लेन गरेको छु मैले। अनि लास्टमा म तपाईँहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँ माल्टा एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँहरूको जुन डकुमेन्ट छ एप्लाई गर्ने बेलामा जुन के अरे डकुमेन्टहरू बुझाउनु पर्छ त्यो सबै डकुमेन्ट एक गरी चेक गर्नु होला ताकि कुनै पनि प्रब्लम नहोस् गाइज हैन। मेन भनेको तपाईँको डकुमेन्ट एकदम स्ट्रङ र ओरिजिनल हुनुपर्छ, सबै कुरा राम्रोसँग चेक गर्नु होला, बरु ढिला गर्नु होला, ओरिजिनल पेज गर्नु होला गाइज है। भन्दै आजको लागि भिडियो यति नै। सी यू अन नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच।